So hello and welcome back again our vlog ma. So आजको vlog मा चाहिँ हामी जान लागिरहेको छौं 5 पोखरी है। हामी म मेरो साथीहरु पछाडी चाहिँ साथीहरु चाहिँ अनि हामी जान लागिरहेको साइड हैन। अनि टक्कै यहाँ तल चाहिँ तलबाट चाहिँ चढ्नु पर्ने हुन्छ हैन। यो बबाले सबै बबाल। सो केटाहरु चाहिँ उताटी के फोटोहरु खिचिरहेछ हैन। सो म चाहिँ टक्क भ्लग बनाइरहेको छु। अनि सो अब चाहिँ 5 पोखरीको एन्ट्री गेट चाहिँ यो। अनि यहाँबाट चाहिँ हाम्रो असली यात्रा सुरु हुन्छ हैन। फाइनली अहिले चाहिँ हामी टुप्पी डाँडा आइपुग्यो हैन। अहिले चाहिँ हामी टुप्पी डाँडा भन्दा माथि के हो तानजेन के भन्ने ठाउँ हैन यो त्यहाँ आइपुगिसकेको छ। अनि यहाँबाट चाहिँ माथि रातमाटे जानुपर्ने हुन्छ आज। अनि आजको प्लान भनेर चाहिँ हामी जति सक्दो माथि त्यही रातमाटे जाने हो। रातमाटे गएर बस्ने अनि भोलि चाहिँ ठ्याक्क 5 बजे सकेसम्म 4:30 बजीतिर उठेर उता 5 पोखरी जानुपर्ने हुन्छ। त्यहाँबाट चाहिँ कति 6 घन्टा लाग्छ अरे उता 5 पोखरी जान हैन। जति सक्दो हामी चाहिँ आज चाहिँ लङ डिस्टेन्स कभर गर्ने सोचिरहेछ। हजुरको स्टेसन चाहिँ यहाँनिर हैन। सो यहाँ चाहिँ मास्तिर चल्दिनु पर्ने हुन्छ। हाम्रो रातको बसेपछि फेरि बिहान 6:30 यात्रा सुरु भइसकेको छ। अब चाहिँ टक्कै यहाँबाट चाहिँ माथि लगभग 2-3 बजीतिर पुग्छ अरे 6 बजी हिँडेपछि। अब चाहिँ फाइनली हामी चोक्कर डाँडामा आइसकेको छौँ होइन। यहाँ चाहिँ हल्का टावरहरू टिप्दो रहेछ। यही त हो नि टावर टिप्दो रहेछ। अनि यहाँबाट चाहिँ हामीले मम्मीहरूलाई कल गऱ्यो। अनि अब यहाँबाट चाहिँ फेरि माथि गएपछि चाहिँ टावरहरू नटिप्नुसम्म हुन्छ अरे। अनि यहाँबाट भ्यू आप कौन कहाँ लगे आप कौन हो क्या। अनि यहाँबाट फेरि टावर टिप्दैन अरे। जस्ट अफलाइन दुनियाँ चाहिँ रमाइलो छ है। बिहान चाहिँ अहिले तुसारो भइरहेछ है। तुसारो कि हिउँ हो कि हो। अनि हामी चाहिँ पारी पुग्नु पर्ने रे त्यतातिर। यहाँबाट चाहिँ हिमालहरू चाहिँ सही देखिन सकिन्छ है। सो अहिले चाहिँ हामी 5 बजीको ठ्याक्कै ओल्लो डाँडा आइसकेको छ। अनि यहाँ चाहिँ हामी एकछिन रेस्ट गर्ने हुन्छ। अनि यहाँबाट फेरि हाम्रो यात्रा सुरु हुन्छ त। अब चाहिँ यहाँबाट त्यसै हुनुपर्ने हुन्छ यो साइड। आमामा अझै 4 घन्टा जति लाग्छ भन्नुहुन्छ यार यहाँको मान्छेहरू। यस्तो राम्रो देखिरहेछ। हिँड्न ट्रेक गरेको अब मजा आउँदैछ त। मलाई त तल लास्टै झ्याउ लगाइरहेको थियो नि। पाँच पोखरी चाहिँ पर हो। अनि हामी चाहिँ यहाँ छ एकजनालाई सोध्दा 4 घन्टा हुन्छ, कहिले 3 घन्टा हुन्छ, कहिले 2.5 हुन्छ। लाग्नु चाहिँ खासमा कति लाग्छ थाहा छैन। जस भ्यूहरू चाहिँ एकदम दामी छ। थकै चाहिँ डेन्जर लागेर जाने पानी पनि सकिरहेछ। त्यही अब 7 वटा घुमतिर। अरे हे भगवान कहिले आइपुग्यो त ठाउँ। यता हेर्दा पारा पारा थकेलाई छ। अहिले चाहिँ हामी यत्रो उकालोपछि चाहिँ लौरी बिना गएको छ। अनि यहाँबाट अझै 5 पोखरी जानु। ओ माइ गॉड कति हिँड्नु अझै बाँकी छ। त्यहाँनिर 5 पोखरी चाहिँ सायद त्यो 5 पोखरीबाट चाहिँ त्यो छाङ्गा झऱ्यो होला। हामी अझै यहाँ छौँ। कहिले पुग्नु हो 5 पोखरी। अब
अब चाहिँ ठ्याक्कै 5 पोखरी आइपुग्नु लाग्यो अरे। अनि आजको प्लान भनेको चाहिँ हाम्रो यहीँ बस्ने, भ्यू टावरतिर जाने अनि घुम्ने भन्ने प्लान छ। सो आज के हुन्छ हेरौँ। आमा कसम 5 पोखरी आइपुग्यो। यस्तो गरे कतापट्टि हो? सो 5 पोखरीको मन्दिर चाहिँ यतापट्टि साइडमा छ अनि लेफ्ट साइड चाहिँ यो साइडमा छ। सो अहिले चाहिँ हामी ठ्याक्क मन्दिर आएको। यो मन्दिरमा पूजा गर्नुभन्दा अगाडि चाहिँ यहाँनिर नुहाउनु पर्ने हुन्छ अरे होइन। यो चाहिँ के भन्छ यसलाई, जे होस् यहाँनिर चाहिँ नुहाउने ठाउँ अरे। यहाँ नुहाइधुवाइ गएर शुद्ध भएर चाहिँ अनि त्यहाँ मन्दिरमा गएर चाहिँ नुहाउनु पर्ने हुन्छ। अहिले चाहिँ बिहानको 4:30 जति भइरहेको छ होइन। अनि हामी चाहिँ सनराइज हेर्नको लागि चाहिँ माथि भ्यू टावर जाँदैछौँ होइन। अब चाहिँ सनराइज हुँदैरहेको छ होइन। अनि सनराइज हेर्नको लागि चाहिँ धेरै मान्छेहरू आइरहेको छ। त्यहाँदेखि यहाँसम्म यता पनि हुन्छ। सो अब चाहिँ सनराइज लागिरहेको छ। अनि यता पोखरीको भ्यू चाहिँ खासै देखिरहेको छैन होइन।